पत्ता लाग्ला पनि नलाग्ला पनि होइन राजा वीरेन्द्र कसरी मर्यो भन्ने त पत्ता लागेको छैन लाग्छ नै भन्ने त छैन आगो बलिराखेको बेला त्यो जेनजीलाई सम्हाल्नका लागि भानुचोक जाने हिम्मत गर्ने मान्छे हो क्या म अरू सबै लुकेको थियो म त्यहाँ गएर मैले तपाईँको छैन त्यहाँ नभनेको भए हाम्रो पनि नगरपालिका जल्थ्यो त्यो रिसले जल्दैन थियो होला त यो पनि तपाईँको सरकारी नै कार्यालय तोडफोड गरिदियो भने त्यो भिडलाई कसले रोक्न सक्थ्यो सक्थ्यो पुलिस हात उठाएर भागेको होइन त्यतिखेर सक्दैनौँ भनेर त्यस्तो स्थितिमा मैले तपाईँको चाहिँ सम्हाल्नका लागि निस्केको मान्छे हो म कोही जनप्रतिनिधि निस्केन है त्यस्तो पनि हो नि फेरि त्यो प्रधानमन्त्री जान हुन गयो भन्ने मात्रै कुरा किन गर्ने त्यो पनि गरौँ न कुरा फेरि त्यस पछाडि के आयो कुरा भन्दाखेरि तार फोन आएको आएकै होइन विदेशबाट पनि आएको छ उबाट पनि अब विदेशीले ओभरटेक गर्छ मुलुक के गर्ने त तुरुन्त जा त्यहाँ है त त्यहाँ भनेर मलाई त्यतिखेरको त्यो रेकर्ड हेर्दा पनि हुन्छ कति फोन आयो होइन तपाईँ अब हुन्छ भने पाएको हुन्छ भने हेर्दा हुन्छ फोन आएको एउटा आएको छ अर्को आएकै होइन क्युमा बसेको फोन त्यस पछाडि सुन्नु न त्यस पछाडि त्यो एउटा जनादेश हो कि होइन नत्र तपाईँलाई मैले के खानु फोन गर्छु तपाईँले मलाई के खानु फोन गर्नु समय छ कोहीसँग पैसा छ धेरै छैन नि छ त अहिलेको जमानामा है त्यस्तो अवस्था भद्रगोल अवस्था भइसकेपछि 24 गतेदेखि फोन आएकै गरिसकेपछि होइन त्यो त जनादेश पनि हो नि त म एक्लै गएको हो त होइन नि त्यो एउटा कारण हो भने अर्को कारण चाहिँ म साँच्चै नै आगोमै हाम फालेको म आउनु पनि सक्छु नआउन पनि सक्छु म त त्यस्तो रिस्क मोलेर हिँड्ने मान्छे हो क्या त्यो भनेर गएको किनभने कर्फ्यू लागेको छ जहाँ पनि हेऱ्यो मान्छे काटाकाट मारामार पुलिसलाई तपाईँको लिएर कुटेर मारिराखेको छ सुरक्षा हुन्छ त्यस्तो अवस्थामा 500 किलोमिटर टाढोबाट त्यहाँ गएको होइन म जेनजी त्यसरी तपाईँको चाहिँ सुहा भएर मारिँदा त्यत्रो हुँदाखेरि कपाल खौरेर दुःख बोकेको मान्छे हो म बोक्नुभयो अनि मैले चाहिँ त्यो गर्ने अनि मलाई चाहिँ खिचिट्युरी गर्ने अनि त्यहीँ बसेर जेनजीको अन्त्येष्टिमा नआउने मान्छे चाहिँ प्रधानमन्त्री बनाउने भनेर अहिले चाहिँ मिडिया ट्रायल भइरहेको छ होइन यस्तो नहुने निर्णय नै हो नि त्यो मिडिया ट्रायल मात्रै होइन तर यो देशको सरकार विदेशीले होइन अब चाहिँ स्वदेशीले बनाउनुपर्छ नेपाली जनताले बनाउनुपर्छ अहिलेसम्म विदेशकै डिजाइनमा त्यतिखेर पनि त डिजाइनै रहेछ नि त होइन सैनिक न्यायालयभित्र छिरिसकेपछि तपाईँको पनि नाम चाहिँ छ क्याबिनेटमा तर प्रधानमन्त्रीमा छैन भन्नुभयो प्रधान सेनापति म ढाँट्ने मान्छे हो र होइन त्यो अरूले बनाइदिएको थियो अलरेडी रहेछ सेटिङ यस्तो म जाने बित्तिकै प्रधान के अरे तपाईँको सेनापतिसँग भेटियो मुख्यालयमा भेट्दाखेरि त्यो हो तपाईँको पनि छ क्याबिनेटमा हिजो अस्तिसम्म खानेपानी मन्त्री र श्रम मन्त्री मन्त्रालय बनिदिनु भनेर त धाकै थियो त अब विषम परिस्थितिलाई निकास दिने बेलामा विकासको कुरा गरेर हुन्छ जस्तै तपाईँको घरमा आगो लाग्यो अथवा तपाईँ यहाँ फित्रिक पर्नुभयो होइन के दुख्यो आया भन्नुहुन्छ होइन अनि त्यतिखेर मैले तपाईँलाई उद्धार गरेर इमर्जेन्सीमा पुर्याउने अस्पताल पुर्याउने निकासको काम चाहिँ गर्ने होला नि मैले होइन र होइन उहाँले जुत्ता पो लाउनु भएको छ कि छैन पेन्ट कस्तो छ भनेर उहाँको कोट कस्तो छ टोपी मिलाइदिउँ अलिकति केस गरिदिउँ भनेर हुन्छ हुँदैन निकास दिन गएको छु विकास तपाईँको छैन होइन मन्त्रालय सम्हाल भन्छ है अहिलेको मन्त्री पनि मन्त्री परिषद त्यसरी बनेको छ खै अब यता अलिकति थोरै पिपुल्सको कुरा गर्दाखेरि चाहिँ होइन तपाईँले जुन यो प्रधानमन्त्री बन्छु अहिले भनेको चाहिँ अब दल बनिसकेपछि त प्रधानमन्त्रीकै बाटो नै भयो तर तपाईँको जुन मोडल छ तपाईँ एक्लै हुँदाखेरि पो तपाईँमाथि चाहिँ अभियन्ताका रूपमा लडाकु हुनुहुन्थ्यो अब त दल हुँदा आम मानिसहरूकोमा यो अर्को रिस्क लिए जस्तो लाग्दैन जस्तो तपाईँको जुन व्यक्तित्व छ जुन आकर्षण छ जुन तपाईँको भूमिका छ जुन सन्देश छ जुन संस्कृति जुन श्रम संस्कृति गाउँ पुर्याउनु भएको छ त्यसलाई चाहिँ अब तपाईँले दलमा रूपान्तरण गर्दाखेरि तपाईँको ढुङ्गा बोक्न मान्छेहरू आउँछन् नि त पार्टीमा अरूतिर चाहिँ ठुलो हेभी अफरहरू हुन्छ नि यस्तो छ हो यही कुरा हामी तात्विक फरक छ क्या कतिले मिल भन्नुहुन्छ नि तत्त्वमै हामी फरक छौँ होइन रूपमा होइन हामी तात्विक हिसाबले नै फरक छौँ कतिले भन्नुहुन्छ नि त रविजीसँग किन नमिलेको बालेनसँग किन नमिलेको भन्नुहुन्छ होइन म जुन विचारबाट उठेको मान्छे हो उहाँहरू होइन नि होइन त्यो होइन क्या
अब तपाईँले अहिले भर्खर भन्नुभयो नेपालैभरि श्रमदान भइरहेछ अहिले है। अब त श्रमदान त धरानमा मात्रै हुँदैन, बाहिर भइरहेछ। गाउँ घर सहर बजार काठमाडौँमा हुन्छ, कृतिपुरमा त्यत्रो त्यो तपाईँको बनमाराको झाडी फाडेर मनमोहक पार्क निर्माण गर्दै हुन्छ हाम्रो श्रमदाताहरू, सयौँ हजारौँको सङ्ख्यामा त्यहाँ पनि होइन। तपाईँले धरान मात्रै देख्नु, मैले आत्मविश्वास कुरा गरेको थिएँ किन मान्छे तपाईकोमा भारी बोक्न आउँछ। सुन्नु न किन छ भन्दाखेरि देश हामी सबैको हो कि होइन। तपाईँ पनि मसँग सङ्गत गर्नुभयो र पत्रकारिता छोड्नुभयो भने तपाईँ पनि श्रमदाता बन्नुहुन्छ। म त्यस्तो प्रभाव पार्ने मान्छे हो क्या, मान्छे भित्रबाट छोइदिन्छु। त्यसले गर्दा धेरै कुरा मेरो सुन्दैन पनि रहेछ, कुरा सुन्ने बित्तिकै माइन्ड डाइभर्ट भइहाल्छ भन्ने क्या। अनि यस्तो यस्तो गरिहाल्ने अर्को सम्भाग त्यो नसुन दिमाग खराब हुन्छ भन्नु अरे क्या। त्यस्तो हो। त्यसले गर्दाखेरि देश हामी सबैको हो कि होइन त होइन। यो देश बनाउने जिम्मा मैले मात्रै लिएर हुँदैन। तपाईँको अपिल म मान्छेलाई के भन्छु भने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने, त्यति भनेको चाहिँ पुग्यो क्या यसमा होइन। त्यसले गर्दाखेरि त्यति भनिसकेपछि त उसलाई थाहा हो नि त। मैले त्यही भएर मलाई नेता नठान्नु, मलाई नमस्ते नगर्नु भन्छु क्या। यहाँ धेरै धरानमा त गर्दैन मलाई नमस्ते श्रमदाताले, गर्दैन, गर्नै पर्दैन मलाई। म इक्वल हो तपाईँसँग, तपाईँ मसँग इक्वल हो। सबैले ढुङ्गा बोक्ने हो, विकास गर्ने हो। ढुङ्गा बोक्ने भन्दा ढुङ्गै मात्रै सिम्बोलिक मात्रै हो, त्यो श्रम गर्ने हो भनेर भनिसकेपछि चाहिँ उहाँहरूमा त्यो एउटा के हो त भन्दाखेरि इक्वलिटी होइन, एउटा समानताको महसुस अनुभूति हुँदो रहेछ। त्यसले गर्दा पनि उहाँहरू आउनुहुन्छ। र तर अब तपाईँको मोडल कहाँसम्म पुग्छ भन्ने पनि हो एउटा चाहिँ चिन्ता होइन। यो त अब हामी श्रममा गरेर मात्रै देश बन्छ त फेरि भने अब तपाईँको यस्तो छ, जसलाई श्रमदाता भन्नुहुन्छ उनीहरूको घर परिवारमै होला फेरि। यस्तो छ कि फेरि मैले तपाईँलाई के भने भन्दाखेरि हप्तामा हामीले 7 दिन श्रमदान कहाँ गर्ने भने अब त 6 दिन पेट 1 दिन देश भनेको छु। अब पछि हामी नीति निर्णय उसमा पुगिसकेपछि चाहिँ 3 दिन हुन्छ होइन। हामी आफ्नो उसको लागि स्कुलले 3 दिन मात्रै खोल्ने हो होइन, त्योभन्दा धेरै खोल्नु पर्दैन। त्योभन्दा उता चाहिँ विद्यार्थीले प्र्याक्टिकल गर्छ क्या, त्यो चिज हो। त्यो प्र्याक्टिकलहरूबाट नै श्रम भइहाल्छ, देशको लागि भइहाल्छ।